हेलो गाइस, माई न्यू ब्लग। आज चाहिँ म गोरु चराउन बारीतिर जाँदैछु। बारी आज चाहिँ घरबाट हिँड्दै 3 बजिसक्यो यार। बारी पुग्दा गोरु खोल्दा ओर्दा माथि हो बारी चाहिँ, उ त्यो पाँपको फेदमा नपुग्नु पर्ने। सासबाट छ तल्लो कुद्दै कुद्दै आएको यस्तो छ। यतातिर चाहिँ पुरै भइरहेछ, हरियाली छ होइन। आँप्रा छ यहाँ अलिअलि हल्का फुल्का, धेरै चाहिँ छैन। अरूको चाहिँ गोरु खोलिसक्यो। आफू चाहिँ भर्खर हिँड्दैछु भने यस ठिक छ। म पनि खासै भ्लग बनाउनु मन लाग्दैन, त्यही पनि अचेल चाहिँ अलिकति सानो भ्लग बनाउँदैछु। मिनी भ्लगहरू त्यस्तै बनाउनु थालेछु क्या भर्खरदेखि नै हो। धेरै भएन अहिलेसम्म, त्यही 3टासम्म चाहिँ भयो होला। त्यति नै हो बनाएको, मैले त्यहाँभन्दा बेसी चाहिँ बनाएन। त्यही पनि खासै बनाउनै मन लाग्दैन हौ, मान्छे त्यही लाज लागिहाल्छ, बनाउनै मन लाग्दैन। कहिलेकाहीँ चाहिँ यसो के सुर चल्छ, छुट्टै कन्फिडेन्स भएर बनाउँछु चाहिँ कहिले चाहिँ बनाउनै मन लाग्दैन। कहिले के हुन्छ, कहिले के हुन्छ। कहिलेकाहीँ चाहिँ फुर्सदै हुँदैन बनाउनुलाई, त्यही भएर बनाउँदिनँ होइन। काम नभएको बेला चाहिँ बनाउँछु म। काम भएको बेला चाहिँ यस्तो काम हुन्छ, काम गर्दा गर्दै बनायो भने यस्तो। अब बुवा हुनुहुन्छ क्या तिमीलाई चाहिँ, अब बुवा काम गर्दा गर्दै त्यहीँ बुवा बस्नुहुन्छ, मम्मी हुनुहुन्छ। अब मोबाइल हेर्नु थाल्यो भने बुवाले कराइहाल्नुहुन्छ, त्यही भएर मोबाइल हेर्दिनँ म त्यतिखेर चाहिँ। जे होस् अहिलेको लागि चाहिँ बनाइरहेको छु म चाहिँ। अनि अहिले चाहिँ गोरु खोल्न आउँदाखेरि कोही पनि थिएन है, मम्मी चाहिँ पछाडि आउँदै हुन्थ्यो। त्यही भएर यो बाटोमा चाहिँ अलिकति बनाइदिउँ न त भनेर बाहिर चाहिँ बस्छु खोलिसक्यो जम्मै होइन। म हुस्छु बरु हाम्रो मेन रोडभन्दा यहाँको बाटो राम्रो छ हौ यार। मेन रोड त खत्तम छ, खत्तम। उनीहरूको भ्यू चाहिँ यस्तो छ होइन। रामले दिदीको घर चाहिँ छेलिँदो र सबको देखिँदो अरू कपिलको घर मास्तिर यस्तै छ। जे होस् ठिक छ, राम्रै छ, राम्रै गरी बनाऊ। राम्रै छ ठाउँ चाहिँ, हावापानी। तर आज चाहिँ घाम चाहिँ बबाल लागिरहेछ है। बिहानदेखिको नि यस्तै छ घाम चाहिँ लागेको। घरि धुमिने, घरि लाग्ने, घरि धुमिने, घरि लाग्ने, यस्तै गरिरह बिहानदेखिको। त्यस्तो मेरो चाहिँ सास बढिरह्यो यो उकालो। म चाहिँ बारीमा पनि आइसकेको छ। हाम्रो चाहिँ यो कोदो रोपेको 5-6 दिन भइसकेको थियो, पानी नआएर पुरै मरिसकेको थियो। हिजो बेलुका हल्का पानी आइदियो, आज चाहिँ पुरै हरियो फिरेर अब गोरुको थलामा यहाँ आइपुग्नु लाग्यो। अब गोरु खोल्छु अनि तलतिर धपाइदिन्छु म। अनि के गर्नु, कराउनु थाल्छ ल। अरूको खोलेर अगाइसक्यो, म आफ्नो भर्खर 3 बजे खोल्नु परेको छु। त्यस्तै छ। अहिले चाहिँ म त्यहाँ घरमा अलिकति सन्चो छैन क्या, त्यही भएर म सुतिरहेको छु। हल्का ज्वरो आइदिएर अलिकति तनाव भइरहेको थियो। पसिना गर्मी त हो यार, घाम पनि 90 डिग्री लाग्छ, लागेन नि। यस केही छैन, सम्धि कराइसक्नु मेरो काम छ, कराइसक्यो। यस अनि त्यस्तै छ, के गर्नु गाउँतिर। अब यता टन्टला पुर घाम लागेछ, त्यो पारिपट्टि चाहिँ हेर धुमिएर यस्तो पानी पर्ला जस्तो हेर क्या। यता चाहिँ पुरै यस्तरी घाम लागिरह यस्तै छ। यहाँ गोरु एउटा यो चाहिँ सौरा, म सौरा भन्छु यसलाई चाहिँ। यो चाहिँ थाले गोरु पहिलाको हो, यो चाहिँ बाछो चाहिँ भएर गरेको। पछि भेटौँ ल।